4-5 वर्षदेखि नै मैले बोतलमा पानी ल्याइदिएँ गाउँका मान्छेलाई, उहाँहरूले खाना दिनुहुन्थ्यो। अनि 2 वर्षको मेरो आमा बित्नुभयो। अनि बाउले 3 वर्ष हुँदाखेरि बाउले अर्को इन्डियातिर छोडेर जानुभयो, अर्को बिहे गरेर। दुःख पाइयो, यस्तरी हुर्कियो। के रुन्थ्यौ र तिमी माझै बिर्स्यौ कि याद आउँछ झै, यति त मन रोछ मायालु, तिम्रो त यो दुनिया छ, तिम्रो त यो दुनिया छ, म दुखीको को छ मायालु। मेरो नाम चाहिँ सागर परियार हो। मेरो गाउँ चाहिँ कचनौ झिङ्गामारा पाल्पा हो, पाल्पादेखि हो। तपाईँले गीतहरू गाउनु हुँदो रहेछ। हजुर। तपाईँको आवाजमा हामी गीत पनि सुन्नेछौँ होइन, तर त्योभन्दा पहिला चाहिँ हामी थोरै तपाईँको बाल्यकाल, तपाईँको परिवार सम्बन्धी थोरै हामी भलाकुसारी गर्नेछौँ। तपाईँको जन्म चाहिँ कहाँ भएको थियो सर? मेरो सहर कचनौ झिङ्गामारा पाल्पा हो। पाल्पा। तपाईँको बाल्यकाल चाहिँ तपाईँले सम्झिनु पर्दा चाहिँ कसरी सम्झिनुहुन्छ, कसरी बित्यो होला तपाईँको बाल्यकाल? धेरै दुःखले बित्यो। आमा हुनुहुन्न होइन, सानैदेखि आमा हुनुहुन्न। मतलब तपाईँ आमा बिना तपाईँको जीवन चाहिँ सङ्घर्षपूर्ण चल्यो होइन। आमा बिना अब बाबा नहुँदामा खासै त्यस्तो असर पर्दैन, आर्थिक भारहरू चाहिँ पर्छ, तर आमा भनेको ममता, ममता बिनाको तपाईँले जीवन जिउनुभयो सानैदेखि। सङ्घर्षपूर्ण जीवन चाहिँ तपाईँको भयो होइन। तपाईँले आमा बिनाको जीवन चाहिँ कतिको सङ्घर्षपूर्ण र कतिको चुनौतीपूर्ण जस्तो तपाईँले लाग्यो? तपाईँको जीवनमा कसरी सम्झिनुहुन्छ बाल्यकाललाई चाहिँ? धेरै दुःख पाइयो सानैदेखि होइन। बाउ भनेको नि त्यस्तै हुँदो रहेछ क्या। हजुर। आमा भनेको आमै हो, तर बाउ बिनाको आमा बिनाको जिन्दगी त बेकार यही छ जस्तो लाग्छ मलाई। आमा भएको ठाउँमा आज आमा भएको भए धेरै अगाडि नै बढ्थ्यो होला सायद। आज बाउले गर्दाखेरि अब बढ्न पनि सकिएन, त्यति सपोर्ट पनि पाइएन पछाडिबाट होइन। त्यस्तै भयो। त्यहाँदेखि अब होटेल लाइन, कहिले कता अब इन्डियातिर काम गर्ने, कहिले कता गर्ने गर्दा गर्दै यहाँ। तपाईँको सङ्गीतसँगको यात्रा, तपाईँ सङ्गीतसँग कसरी जोड्नुभयो? तपाईँले पहिलो गीत गाएको याद छ तपाईँलाई? पहिलो गीत मैले यही हो, के भन्छ, बोला माया भन्ने गाएँ होइन। त्यो गीत थोरै गाउन सकिन्छ अहिले? गाउँछु। हुन्छ, गाइदिनु न तपाईँको आवाजमा यो गीत सुनिदिनु न। बोला माया एक वचन बोला, तिम्रै बोली छ मलाई अनमोला, तिम्रै बोली छ मलाई अनमोला। स्वर्गको बाटो अप्ठ्यारो होला, कसरी जाउला नि, एक मुठी पानी खुवाउन नि पाइन, तिर्फा लाउला नि। बोला माया एक वचन बोला, तिम्रै बोली छ मलाई अनमोला। राम्रो गीत गाउनु भयो होइन, मलाई चाहिँ राम्रो लाग्यो र यो राम्रो गीत पनि थियो होइन, मन छुने, मनमा पनि छुयो होइन। तपाईँलाई चाहिँ यस्तो गीत गाउनु हुँदो रहेछ, मिठो गीत गाउनु हुँदो रहेछ। तपाईँलाई चाहिँ सङ्गीतसँगको यात्रामा लगाव पनि रहेछ होइन। तपाईँलाई चाहिँ यो सङ्गीतमा चाहिँ तपाईँले प्रेरणा चाहिँ कसरी पाउनुभयो, या कसैलाई सुन्नुभयो, या कोही तपाईँको आइडल? पहिला मैले स्कुलहरूमा यताउति पनि गाउँथेँ। स्कुलमा गाउने एउटा दुईवटा ठाउँमा पनि जित्यो होइन, पाल्पा हुँदै दोबान हुँदै पनि गयो होइन। हजुर। गीत गाउँदा सङ्गीतमा मादलदेखि लिएर सबै लोकदोरी यताउति बसेर गाउने, रातभरि गाउने, दसैँ तिहार तिजमा होइन, टक्क घरमा बस्ने, लोकदोरी सरी गाउने सबैजना मिलेर।
भनेपछि तपाईँलाई सानैदेखि लगाव थियो तर सङ्घर्षले गर्दाखेरि तपाईँ चाहिँ त्यसमा अघि बढ्नु पाउनु भएन औपचारिक रूपमा होइन? टाउकामा एउटा हुन्छ नि त हो, भार परेपछि मान्छेहरूले पछाडि हट्दो रहेछ भन्ने तरिकाको होइन। आमा नै नभएपछि जीवन सङ्घर्षपूर्ण हुन्छ, चुनौतीपूर्ण हुन्छ होइन। तपाईँले त्यसै कारणले पनि तपाईँमा सानैदेखि भार भयो है, आर्थिकदेखि तपाईँकोदेखि लिएर हरेक समस्याहरू भार भयो, जसले गर्दा तपाईँले यो सङ्गीतको यात्रालाई तपाईँले चाहिँ अघि बढाउनु पाउनु भएन। तर तपाईँलाई सानैदेखि चाहिँ म गीत गाउनु सक्छु, गीत गाउँछु भन्ने चाहिँ रहेछ। धेरै भावना थियो, एउटा रहर हुन्छ नि, रहर थियो। कुनै टाइममा पुरा गर्छु, कमाएर पुरा गर्छु भन्ने एउटा हुँदो रहेछ कि अहिले नगरे पनि लास्ट टाइममा बुढो भएर पनि एउटा भए गीत त गाउँछु कि भन्ने जस्तो आफूलाई फिल हुने क्या। तर त्यो चिज गर्न सकिएन होइन, उमेरमा सकिएन। अब अहिले पनि केही उमेर भएको छैन होइन, अहिले पनि उमेर चाहिँ बितिहालेको छैन, तर पनि भारहरू थपियो होइन। तपाईँलाई यो काठमाडौँमा आएर कुक काम गर्दै हुनुहुन्छ होइन, हजुर। अनि तपाईँले गीत गाइरहेको सुने मलाई राम्रो पनि लाग्यो होइन। तपाईँले सङ्घर्षपूर्ण जीवन जिराख्नु भएको छ र यो सङ्घर्षले गर्दाखेरि तपाईँले औपचारिकमा तपाईँले सङ्गीतको यात्रालाई तपाईँले स्थगित गर्नुभयो, तर तपाईँ गीत गाइराख्नुहुन्छ होइन। तपाईँलाई केले चाहिँ प्रेरणा दिन्छ तपाईँलाई यो गीत सङ्गीत भनेको के जस्तो लाग्छ तपाईँलाई? मलाई त गीतै सङ्गीत सबैभन्दा राम्रो लाग्छ होइन। त्यही लाइनमा घुस्नु पायो भने त त्यसै लाइन मलाई सबैले सपोर्ट सहयोग गर्दै हुन्छ भन्ने हुन्छ होइन। हजुर। किनकि मलाई गीत भनेपछि मैले गीतै चाहनै मेरो गीतकैमै थियो कि मैले लोकदरी गीतै गाउँछु भने जस्तो लाग्थ्यो मलाई होइन। तर आफ्नो बाध्यताले गर्दाखेरि अलिक पछाडि हट्दाखेरि होइन आफूले सक्दैन होला जस्तो एउटा मेसेज एउटा फिल हुन्छ नि, सकिन्न होला भने जस्तो लाग्यो कि। त्यही भएर अवस्थाले गर्दाखेरि अलिक पछाडि हटेँ, आफै चाहिँ हटेँ कि आफै हट्ने बाध्यता भयो भनौँ न। मलाई यो जिन्दगीको यो यात्रामा होइन सङ्घर्षमा तपाईँलाई जिन्दगीमा धेरै चुनौतीहरू खेप्नुभयो, तर तपाईँलाई चाहिँ कुन समय थियो कि तपाईँको जीवनमा सम्झिँदा चाहिँ तपाईँलाई गाह्रो समय, अत्याधिक गाह्रो समय सम्झिनु पर्दा चाहिँ कुन समयलाई सम्झिनुहुन्छ? म चाहिँ 10-11 वर्ष हुँदाखेरिको कुरा। हजुर। बाउले छोडेर इन्डियातिर गयो होइन। हजुर। अब आफू पढाइ गरियो, 8सम्म पास गरियो होइन। हजुर। तल यता कपिलवस्तु 4 नम्बरतिर बसेर मलाई पढाउनु भयो, छोडेर जानुभयो इन्डियातिर होइन, अर्को बिहा गरेर होइन। अनि त्यहाँदेखि अर्को बिहा गरेदेखि इन्डिया आएछ, म इन्डिया पढाउँछु भन्नुभयो। इन्डिया पनि गयो, इन्डिया पढाउन आएन, कसैले पनि पढाएन कि। यताउति गर्दाखेरि त मेरो लाइफले ड्यामेज हुँदै गयो। अब त्यस्तै साथीहरूतिर लाग्यो, आफ्नो लाइन आफैलाई दोष दिन्छु म, त्यस्तो बाआमालाई पनि दोष दिनु भन्नु छैन। आइज पढ त भनेकै हो होइन, पढ्न भनेर नि गएको, तर उसले चाहिँ उहाँ बसेर नि फेरि त्यहाँ बुढी छोडेर फेरि अर्को बिहा गरे होइन। मतलब 3टा बिहा भइसक्यो। हजुर। 3टा बिहा गर्दाखेरि तपाईँले अहिलेसम्म तपाईँ एक्लै नै जीवनमा सङ्घर्ष गरिराख्नु भएको छ। प्रायः मान्छेको आमा बाबा हुन्छ या त दिदी दाइ हुन्छ, तर तपाईँले जन्मैदेखि भन्दा भइहाल्यो नि होइन, 1-2 वर्ष भनेको कति नै ज्ञान आउँछ होइन। त्यहाँदेखि तपाईँले एक्लै जीवनलाई जिउँदै आउनुभयो, सङ्घर्ष गर्दै आउनुभयो होइन। अनि जसले गर्दा तपाईँको सपनाहरू पनि सकिन लाग्यो भनौँ, सकिन खोजे होइन, तर पनि तपाईँलाई कतै न कतै ओप्छ। तपाईँले यो सङ्घर्षपूर्ण जीवन जिराख्दाखेरि तपाईँले यो गीतहरू छोड्नु भएको छैन होइन, गीतहरू गाइराख्नु भएको छ। तपाईँलाई सङ्गीत भनेको चाहिँ तपाईँलाई फेरि एकफेर भनिदिनु, सङ्गीत चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई? गीत चाहिँ सङ्गीत भनेको सबै मेरो थोक, त्यसैले चाहिँ मेरो जिन्दगीमा होइन केही गर्छु कि मैले त्यही गीत गाएर मलाई गीतैमा धेरै जसो थियो, इन्ट्रेस्ट थियो होइन। हजुर। तपाईँले जो सङ्गीतसँगको लगाव तपाईँको गहिरो छ होइन, तपाईँ फेरि पनि कुनै गीत गाउन एउटा गीत गाइदिनुहोस् न दर्शकको लागि। ल म गाइदिन्छु। हुन्छ। आमा हो यस्तै रहेछ छोरीको करीमा, जानै पर्ने पराएको घरमा बुढी हुँदै गयो। हिजो राति देखा थिएँ सपनीमा, के बिरामी भयो। हिजो राति देखा थिएँ सपनीमा, के बिरामी भयो।
मिठो गीत गाउनुभयो होइन आमा सम्बन्धी तपाईँले आमाको यादहरू आमाको सम्झनाहरू त नहोला तर ममताको तृष्णाहरू चाहिँ तपाईँको भित्र थियो होइन यो गीत मलाई पनि मन छ होइन आमाको आमा भनेको अब संसारको सबैभन्दा ममताको घर हो ममताको मन्दिर हो होइन जहाँ जन्मदेखि नै हामी उहाँको कोखमा लोटपोट भएर जिउँछौँ म्याक्सिमम् तर तपाईँले त्यो अवसर पनि पाउनु भएन होइन त्यो अवसर पनि पाउनु भएन प्लस बाबाको माया र साथ पनि पाउनु भएन भनेपछि तपाईँलाई जीवनमा तपाईँले धेरै चुनौती सङ्घर्ष गरेर यहाँसम्म आइपुग्नु भएको छ होइन बाँच्नु भएको छ तर मान्छे धेरै मान्छेहरू त आफूले हार मानेर मर्ने होइन कोही छैन रहेछ मेरो संसारमा भन्ने यस्तो पनि गर्ने गर्छ होइन तर तपाईँले आमाको ममतालाई गुमाए पनि बाबाको साथ नपाए पनि तपाईँले अहिलेसम्म यो जिराख्नु भएको छ अहिलेसम्म यहाँसम्म पुग्नुभयो तर पनि तपाईँको एउटा सपना चाहिँ अधुरो रह्यो गीत गाउने होइन गीत गाउने सपना अधुरो रह्यो तपाईँको सपनाहरू होइन बाल्यकालदेखि नै गायक बन्ने नि थियो कि अरू पनि थियो तपाईँको सपना होइन यो 7-8 पढ्दाखेरि चाहिँ हो अलिअलि पढ्दाखेरि गर्दाखेरि मलाई तेरो सो तैँले गीत गाएको बहुत राम्रो लाग्छ सुनान एकचोटि भन्ने होइन गाउँमा मैले गीत गाउँदाखेरि यसो कन्सर्टमा यताउति गीत गाउँदाखेरि पनि तैँले गीत गान तेरो गीत सुन्नमा तेरो भोइस सुन्न मन लाग्यो मेरो दिदीहरूले मेरो फुपूहरूले सोध्ने मलाई गीत गाएर एउटा सुनाइदिए त भन्ने होइन गीत गाउने गर्थेँ मैले तर सपोर्ट चाहिँ कतैबाट पनि पाइन भएन मतलब म साथ दिन्छु सबै आफ्नो आइजा भन्ने चाहिँ उनीहरू चाहिँ बने होइन उनीहरूले चाहिँ गरे तर अरूलाई बनाउन खोजेन मैले धेरै जसोलाई अरूलाई पनि बनाउन खोजेँ हजुर मैले आफ्नो लेभलमा अरूलाई नै राखेँ हजुर इन्डियाको ठाउँमा पनि कति ठुल्ठुला सेफमा म सेकेन्ड सेफ फर्स्ट सेफ भएर काम गरेँ होइन हजुर कतिजनालाई मेरो पछाडि राखेँ होइन आज त्यो ठाउँमा त्यसलाई मान्छे बनाएर पठाइदिएँ मैले होइन तर आफू भनेको उसको दुःख देखियो तर उसले हाम्रो दुःख हामीले गरेको देख्यो भगवान् यस्तो हुँदो रहेछ कि मैले हर कसैलाई गरेँ तर मेरो लागि गर्ने कोही पनि छैन यो राम्रो सोच्ने मान्छेहरूलाई चाहिँ भगवान्ले पनि साथ दिँदो रहेछ जस्तो पनि म्याक्सिमम् सुनिन्छ होइन जो अब राम्रो कर्म गर्छ त्यो छिट्टै मर्ने होइन अनि त्यस्तो गुनासोहरू पनि हामी सुन्छौँ होइन तर तपाईँले आफ्नो कर्म आफ्नो काम छोड्नु भएको छैन तर तपाईँको सपना थोरै उजेलमा चाहिँ परे हो होइन परेछ तर पनि तपाईँ होप राख्नुहोस् तपाईँको जिन्दगीमा तपाईँले गाउन नछोड्नुहोस् होइन तपाईँको अवश्य पनि तपाईँको गीत गाउने इच्छा सँगसँगै तपाईँको गायक बन्ने लोकदोरी गायक बन्ने सपना पुरा हुन्छ नि हार्सी नमान्नु होला किनभने त्यो केएफसीको त्यो छ नि फाउन्डर बुढो छ कि बुढो 60 वर्षमा उसले सक्सेस भएको थियो अरे क्या 60 वर्षपछि बल्ल त्यो चिकनको रेसिपी त्यो कुराहरू मोटिभेसनको कुराहरू पनि छ तर एउटा कुरा फेरि सोध्नु मन लाग्यो तपाईँलाई यो गायक बन्नमा सबैभन्दा ठुलो बाधा चाहिँ के थियो तपाईँको यो लोकदोरी गायक बन्नमा के धन सम्पत्ति भनौँ कि साथ सपोर्ट भनौँ या के म यहाँ सुरुमा आएँ मैले पढाइ छोडेपछि काठमाडौँ कलङ्गीमा काम गरेँ होइन काम गर्दाखेरि एउटा त्यहाँ पाल्पाले एफएम भन्ने छ कि पाल्पा एफएम भन्ने हजुर त्यहाँ गएर गीत गाउँछु भने गीत गाउँदाखेरि ल गीत गाउनुको लागि पहिला एन्ट्री गर्नुहोस् भनौँ होइन भित्र जानुहोस् अनि पैसा अलिअलि बुझाउनुहोस् न बहिनीमा भने होइन के को लागि यति इन्टरभ्यू दिन पनि यसो एउटा दुइटा गीत गाउन पनि के को पैसा लाग्ने हो भने मैले होइन हजुर लाग्छ नि तपाईँले एल्बम निकाल्ने गीत गाउने तपाईँको गीत भाइरल गराउनु छ भने पैसा लाग्छ भनौँ अब एउटा दुइटा चुट्काको लागि अनि पैसा लाग्छ भनेपछि अनि मसँग त्यति पैसा पनि भएन क्या मैले त्यस्तै 7,000 कि 6,000को नोकरी गरिरहेको थिएँ ए महिना 6,000को नोकरी गरिरहेको थिएँ उसले 25-30-40,000 त कहाँबाट त्यत्रो हुन्छ भनेर मैले त्यो 8 कमसेकम 6-7 वर्ष अगाडिको कुरा हो हजुर 6-7 वर्ष हो कि 8-10 वर्षको त्यस्तै सानिन्छ थिएँ त्यसरी कमसेकम 8 क्लास पास गरेँ 16-17 वर्षकै हो त्यति पास गरेर छोड्दाखेरि मैले 15-16 थियो कि 14-15 कि 16-17 यस्तै थिएँ बिचमा त्यति ध्यान पनि भएन हजुर अब कति उमेर थियो त्यतिखेर होइन त्यही पढाइ छोडेपछि आएको कुराहरू त्यहाँबाट फेरि अब बाबाआमालाई पनि कन्ट्याक्ट गर्न छोड्ने बाबाआमाले पनि मलाई वास्ता गर्न छोड्ने भयो है हजुर बाबुले अब यति बेला बाबाले भन्नु बाबाले तपाईँको आफ्नै आमा त आफ्नै आमा त हुनुहुन्न आमाको के माया कस्तो भन्ने ममता कस्तो हुन्छ अनि मैले त्यसको बयानै गर्न सक्दिनँ कि मैले त थाहै छैन अनि कहाँ आमाको सम्झनाहरू छ तर सम्झनाहरू छैन तर ममताको तिर्सनाहरू चाहिँ एउटा फोटो पनि छैन मसँग होइन फोटोहरू यताउति हुन्छ नि बाबाले राखिदिन्छन् है आमाको फोटो भनेर एउटा फोटो पनि छैन फोटो पनि छैन मेरो छेमाहरू हुनुहुन्छ उहाँहरूसँग पनि छैन ल भनेपछि तपाईँले आमाको अनुहार पनि हेर्नु पाउनु भएको छैन अहिलेसम्म पाएन कस्तो के हो कस्तो हुनुहुन्थ्यो होला एकचोटि
फोटो पनि हेर्न पाए हुन्थ्यो भन्ने जस्तो हुन्छ नि त आफूलाई त्यो फोटो पनि छैन होइन हजुर अलि आफूले त्यो सम्झिँदाखेरि एकदम रातिमा सुत्दा पनि एकदम मनमा एकदम पीडा एकदम घोलेर आउने कि एकदम कस्तो कस्तो आफ्नैलाई बाँचौँ कि मरौँ कि जस्तो पनि हुने कहिले कसै होइन त्यही पनि मरेर कहाँ यति छिटो हार खानियो र खान हुँदैन यो चाहिँ यति छिटो हार खानियो त जिन्दगीको त गरेको फाइदै छैन बाँचेको फाइदै छैन जन्मेको फाइदै छैन भनेर म अगाडि बढिरहेको किनकि अब कसैले त यति दुःख पाउँदाखेरि त कोही मर्ते पनि होला सायद लाग्छ मलाई आफ्नो आफै तपाईँले सही भन्नुभयो तपाईँले 2 वर्षको हुँदा आमा र बाबाको साथ नपाउनु भनेको तपाईँ कसरी बाँच्नुभयो क्या मतलब कसरी चाहिँ तपाईँ सकुशल हुनुभयो भन्ने प्रश्न पनि उठ्छ होइन मलाई गाउँमा भन्छन् नि हजुर मैले त बुझ्ने कुरा भएन मलाई ध्यान पनि भएन सानै कुरो होइन कहिले गाईको दुध खिलाउने कहिले बाख्रा दुध खिलाउने कहिले अरू कसैको जस्तो भर्खर बच्चा भयो भने मेरो नातिलाई दुध खुवाइदिएन मतलब बाजेले हुर्काएको मलाई मेरो बाजे म 8, 9, 10 वर्ष हुँदाखेरि मेरो बाजे हुनुहुन्थ्यो क्या 9-10 वर्षसम्म हुँदाखेरि बाजे मेरो सँगै हुनुहुन्थ्यो क्या उहाँले मलाई हुर्काएर आजसम्म यहाँसम्म पुऱ्याइदिनु भयो बचाउनु भयो नत्र अब तपाईँ गाउँमा के हुन्छ भने घर पनि पातलो हुन्छ होइन अनि बाबा आमा र साथ दिने कोही भएन भने त उसलाई खुवाउने नै कोही हुँदैन अब 1-2 जना यस्तो पनि छन् कि मेरो नातिलाई दुध खुवाइदिन भन्दाखेरि होइन हजुर कहाँ हुन्छ हुँदैन हुन्छ हामी तपाईसँग तपाईँ एकदम टाइटमा हुनुहुन्छ होइन तपाईँ एकदम क्रिटिकल समयमा तपाईँ एकदम 12-13 घन्टा काम गर्नुपर्ने हुन्छ त्यो समयलाई निकालेर तपाईँले साथ दिनुभयो समय दिनुभयो अन्तिम समयमा आएको छु तपाईँ जस्ता सङ्घर्ष गरिरहेको युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ तपाईँ जस्तो नभनौँ तपाईँले धेरै सङ्घर्ष गर्नुभयो काठमाडौँमा आएर तपाईँ जस्तो युवाहरू हुन्छ नि जो सङ्घर्ष गरिरहेछ उनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले त धेरै सङ्घर्ष गर्नुभयो आमा बिना होइन तर तपाईँभन्दा एक स्टेप आमा बाबा भएको तर सङ्घर्ष गरिरहेको हुन्छ उनले पनि उनीहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई अब राम्रोसँग अब आफ्नोसँग त आफैले जसरी मैले गरेँ नि आजसम्म यहाँसम्म तपाईँले नै आफ्नो खुट्टा उभिएर होइन आफूले के गर्ने कस्तो गर्ने आफ्नो सोच्ने होइन आफूले गर्ने अब दुःख गरेर हुन्छ केयर हुन्छ आफ्नो पढाइतिर केयर गर्ने त्यो त सबैभन्दा ठुलो पढाइ नै हो पढाइ पनि आफ्नो पुरा गर्न पऱ्यो चाहे दुःखै गरेर कामै गरेर होस् होइन आफ्नो सपना आफै पुरा गर्न सक्नु पऱ्यो होइन सबैले किनकि जसले दुःख मैले जस्तो दुःख त सायद कसैले पनि पाएको छ जस्तो मलाई लाग्दैन सायद कमैले होला होइन धेरै कमले पाएको छ आमा बाबा बिनाको 1.5 वर्षको बच्चाले होइन धेरै दुःख पाएँ मैले होइन त्यस्तो दुःख पाउँदाखेरि भोलि आना आफ्नो यताउति गर्ने म मर्छु यताउति आफ्नो हत्या गर्छु त्यतातिर सोच गर्नै हुँदैन होइन आफूले जिउन तरिका कसैले सरल तरिकाले जिउने होइन त्यतातिर जिउनेतिर लाग्नु पऱ्यो केही काम गरेर हुन्छ कि सानोतिनो काम गर्नु पऱ्यो जिउन सक्नु पऱ्यो आफूले सिक्न सक्नु पऱ्यो सहन सक्नु पऱ्यो है त्यति क्षमता हुन सक्नु पऱ्यो आफूभित्र भएपछि आफूमा मान्छे भएपछि त्यति क्षमता नभइकन मान्छे हुँदैन सहन शक्ति हुने भएपछि त्यही भन्छ नि सहन सकेबार देख्न पाइन्छ भन्छ त्यस्तै हो क्या तपाईँले अन्तिममा एउटा गीत गाउन चाहनुहुन्छ गाउँछु म अहिले एउटा गीत अन्तिममा गीत गाइदिनु नि त लाखो माया अर्कैलाई चन्दा भो आउने जाने मूल बाटो बन्द भो रानी घाटैमा किन काँडा रोप्यौनी निर्माया आउने बाटैमा अर्कैलाई चन्दा भो आउने जाने मूल बाटो बन्द भो रानी घाटैमा किन काँडा रोप्यौनी निर्माया आउने बाटैमा किन काँडा रोप्यौनी निर्माया आउने बाटैमा धेरै धन्यवाद राम्रो गीत गाउनुभयो होइन तपाईँले जस एउटा लोकदोरी गीतप्रतिको मोह तपाईँभित्र छ अनि तपाईँ लोकदोरी गायक पनि बन्न चाहनुहुन्छ होइन र अन्तिममा अब तपाईँको यो समाज र अब हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ दुई हात जोडी सबैजनालाई नमस्कार भन्न चाहन्छु होइन
अब हजुरको अगाडि आज म एउटा गीत लिएर एउटा आफ्नो प्रस्तुति लिएर आएको होइन। हजुरले सक्दो सपोर्ट गरिदिनु होला भन्न चाहन्छु, किनकि हजुरको साथ सपोर्टमा मेरो सपनाहरू पुरा हुन्छ कि गर्नुहुन्छ कि मेरो लागि भनेर मैले आश एउटा लिएर आएको। हस्त नमस्कार। नमस्कार। अरू त मैले के नै भन्नु सक्छु।